समर भ्याकेसनमा कता जाने प्लान गर्दै हुनुहुन्छ? हामी चाहिँ हस्बेन्ड वाइफ बुसानको हेउन्ते फादा जाने प्लान गऱ्यौँ। म चाहिँ कोरियाबाट बुसान गएको छैन नि त, अनि यसपालिको समर भ्याकेसनमा चाहिँ बुसान जाने भनेर हामीले प्लान गरिरहेको थियौँ। तर मेरो र हस्बेन्डको चाहिँ बिदा एउटै टाइममा नमिलेकोले गर्दा हामीले चाहिँ स्याटरडे र सन्डे पाएर 2 दिनको लागि मात्रै भए पनि भ्याकेसन मनाउन बुसानतिर लाग्यौँ। म चाहिँ बुसान गएको थिएन, एकदम राम्रो रहेछ, रमाइलो रहेछ। बुसानको हिउँदे फादा हामी चाहिँ गएको थियौँ। त्यहाँ चाहिँ धेरै मान्छेहरू आउनुहुँदो रहेछ स्विमिङ गर्नलाई, भ्याकेसन मनाउनलाई है। रमाइलो थियो, इन्जोय गऱ्यौँ, राम्रो रहेछ। भाइहरूसँग पनि भेटघाट गऱ्यौँ। हजुरहरू पनि म जस्तै को जानु भएको छैन अनि कहाँ जाने भनेर समर भ्याकेसनको लागि सोच्दै हुनुहुन्छ भने बुसान जान सक्नुहुन्छ, इन्जोय गर्नु सक्नुहुन्छ। बुसानमा हिउँदे फादा राम्रो रहेछ, रमाइलो रहेछ। त्यहाँनिर नाइट भ्यूहरू पनि हेर्न सक्नुहुन्छ। नाइटमा धेरै रमाइलो हुने रहेछ, नाइट भ्यूहरू कस्तो राम्रो रहेछ। हामी चाहिँ नाइटमा पनि धेरै घुम्यौँ, इन्जोय गऱ्यौँ। अनि जान आउन चाहिँ निकै टाइम लाग्छ, त्यही भएर हामी चाहिँ छिट्टै फर्क्यौँ, धेरै घुम्न पाएनौँ।